कोटेश्वर चोकमा आज बिहान 7 बजे तीव्र गतिमा आएको मोटरसाइकल सडक डिभाइडरमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक गम्भीर घाइते बन्न पुगेका छन्। घाइते दुवैलाई तत्काल उपचारको लागि बीएनबी अस्पताल पुर्याइएको छ। दुर्घटनाको सीसीटीभी फुटेज हेर्दा बालेश्वरदेखि कोटेश्वरसम्म अनियन्त्रित गति जिगज्याग ड्राइभिङ र चर्को आवाजले हेर्दै प्रसिद्ध हुँदै आएको मोटरसाइकल ट्राफिक प्रहरीलाई देखेर भाग्नु खोज्दा आफै तर विडम्बना वास्तविकतामा नियम पालना गराउन खटिएका निर्दोष ट्राफिक प्रहरीमाथि आक्रमण गर्छ। आजको चालक मात्र भोकै प्यासै ड्युटीमा खटिएका ट्राफिक प्रहरी अस्पतालको बेडमा जीवन र मरणको दोसारमा प्रहरीका लागि हामी सबैको सुरक्षाका लागि भिडको आवेगमा आएर सत्य नबुझिकन जुनसुकै आक्रमण अपराध यसरी सडकमा देखाउने सँगै आफ्नो मात्र होइन अरूको समेत ज्यान लिन र परिवार उगाडी दिन सक्छ। ट्राफिक नियमको पालना गरौँ, आवेग होइन विवेक प्रयोग गरौँ।